सबैजनालाई नमस्ते सबैजना भाइबुट हालेको भ्लगमा सबैलाई स्वागत छ र म चाहिँ अहिले गाउँमा छु हैन गाउँमा छु अनि आज चाहिँ मलाई झ्याउ लाग्यो घर बस्न नसक्दा त्यसैले आज चाहिँ म जङ्गल एक्सप्लोर हान्न हिँडेको किनकि म सानैदेखि यहाँ हुर्केको नि त अनि छुट्टीहरू हुँदा नि आइरहेको थियो यतातिर त्यसैले आज म त्यही बाटोहरू देख्नु सब दह्रिएर गछ कि यतातिर नि यस्तो राम्रो ठाउँहरू थियो दह्रिएर गछ सब दह्रिएर लागिरहेछ यस्तो राम्रो थियो कि यो ठाउँमा फोटो खिच्छु भनेर आएको कि तर के गर्नुमा रहेनछ सब दह्रिएर लाएर के हछ यस्तो झ्याउ लाग्यो नेट नचल्ने डाटा नि नचल्ने होइन डाटा त्यो 3G देखाउने 4G देखाउने तर भिडियो एउटा नि नचल्ने झ्याउ लाग्यो त्यसरी आज म संसार जित्न हिँडेको संसार जित्न तर यस्तो हालत छ यार यस्तो राम्रै छैन हो सब त्यो बारीहरू नि यतातिर ल यहाँ चाहिँ मन्दिर रहेछ चण्डी थान भन्छ मेबी यसलाई त्यो मन्दिर रहेछ यहाँ अनि यहाँ बाटो छ र म यहाँ छु पसिना आइसक्यो यार हिँड्ने बानी नभएर होला अब मेरो साथीहरूले पनि भन्थ्यो नि त तिनीहरू सहरमै जन्मेको अरू तिनीहरू चोरहरू सहरमै जन्मेको त्यसैले यसो गाउँ गएपछि भिडियो गरायो भन्थ्यो अनि म आज जोसेकै भ्लग गराउँछु भनेर त्यसैले मामा नि हुनुहुन्थ्यो मामा नि गराउँ न त भन्नुभएको थियो मामाले नि मामा चाहिँ अहिले ठ्याक्कै म वहाँ पारी छ क्या मामा चाहिँ कहाँ छिन् त्यहाँदेखि देखेको छैन हल्का देखेछ तर हजुर देख्दिनँ होला त्यो कालो कालो छ नि डट त्यो ठ्याक्क कालोकै बिचमा त्यही चाहिँ मामा हुनुहुन्छ मारेर जानुभएको छ अनि म चाहिँ ठ्याक्कै पारी अरू ठाउँ पनि देखाउँछु तर यता आज राम्रो छ भनेर आएको राम्रै रहेनछ यहाँ यहाँ चाहिँ मान्छे रहेछ You can see मान्छे रहेछ यहाँ चाहिँ म चाहिँ यता जाने हो मान्छे रहेछ के थाहा होइन बोलाएको चिनेवाले नमस्ते सस्तेर नपर्छ नि बोल्नुपर्छ त्यहाँ रहेछ त्यसैले हामी चाहिँ अगाडि म एउटा किन आएन एउटा ऊ देखाउँछु नि के अरे भिड खतरा छ क्या त्यहाँ चाहिँ गरुहरू गुल्टिन्छ मान्छे गुल्टीको चाहिँ थाहा भएन कि गरुहरू चाहिँ गुल्टिन्छ तर मलाई त्यहाँ जानु डर लाग्छ नभए नि देखाउँदिनँ म यस्तो यस्तो छत्तामा को चोरहरूले दह्रो लगाएर यस्तो नराम्रो गर्छ अनि यो इन्भाइरोमेन्ट नि यस्तो पल्युसन गर्छ नि को चोर रहेछ कि यो त यो डाँडामा हामी बबाल खेल्थ्यौँ नि सानोमा अहिले त ओहो के यस्तो यहीँबाटै सपमा यस्तो के छ चिन्नु भएन मलाई चिन्नु भएन र चिन्नु भएन होला मेबी त्यहाँ चाहिँ एउटा दाइ मामा मेरो मामा गाउँभरिको सब मामा हो कि मेरो चाहिँ मामा हुनुहुँदो रहेछ अनि मलाई चिनेन किनकि त्यो मामा त्यस्तै बोल्नुहुन्न नि त त्यो मामाको भाइहरू चाहिँ मसँग फ्रेन्डली छन् सब बोल्नुहुन्छ अनि त्यो मामा चाहिँ बोल्नुहुन्न तर यस्तो के हेर्नु नि यार केटा के रे यस्तो के हो यस्तो को चोर चाहिँ आइज र हामी यस्तो खेल्थ्यौँ अनि यहाँ चाहिँ होइन हुन्थ्यो क्या यो रुख छ नि अनि यहाँ चाहिँ ऊ हुन्थ्यो क्या त्यहाँ झम्म हुन्थ्यो रुख अनि यतातिर पुरै
पुरै यो एरिया चाहिँ पुरै डुबै हुन्थ्यो होइन अनि हामी त्यो गरु चराउन आउने यता तलतिर झारेर गरु लाएर यहाँ माथि आएर बस्थ्यौँ अनि यहाँ त्यहाँ ठ्याक्कै यही उमा के यो के अरे यो झाडीमा चाहिँ बस्थ्यौँ कि हामी अनि त्यहाँ बसेर मोबाइल चलाउँदै बस्थ्यो अनि खानाहरू ल्याउँथ्यौँ नि त खानाहरू खाँदै बस्थ्यौँ कि हामीले अहिले चाहिँ के हो यस्तो पुरै जङ्गल भएछ अनि यता हामी हन्टिङ हान्न नि यस्तै जङ्गलतिर आउँथ्यो त्यो बारी देखेछ नि त्यो डरेर गएको कि त्यो बारीहरू सब हुन्थ्यो मुकै हाल्थ्यो अहिले त हाल्दैन गरे त्यही भन्नुभएको थियो क्या हामीलाई अनि उता नि सब गएको रहेछ यार अहिले त पहिला त गएको थिएन यार त्यो तर यस्तो हो कि सब अब काम गर्न छोड्यो नि त सब अब सहरतिर लाइन हाम्रो त्यहाँ सिममै मैले देखाएन अहिले देखाउँछु त्यहाँ सिम चाहिँ कति घर थियो भन्दाखेरि 6-7 घर थियो अहिले जम्मा 2 घर छ कि मान्छे बस्ने भनेको हाम्रो घर एउटा छोड्यो तर हामी बेला आइरहेको छौँ हाम्रो घर एउटा छोड्यो अनि त्यसपछि त्यस तलको छैन घरै छोडेर कता गए थाहै छैन अनि त्यसपछि त्यो तलको एउटा बस्छन् त्यो तल आज एउटा छन् त्यो बस्छन् अनि त्यसपछि उता के अरे उता त्यसपछि तल 2-3टा घर छ त्यो सब छोडेन के कोही पोखरातिर गए कोही बुटोलतिर कोही कता कोही विदेशतिर त्यता भएर बस्छ कोही म लोते भने होइन म्या त्यसरी गरेर सबहरू जम्मै 2 घर छन् अनि हामी घरिघरि आउँदा 3 घर हुन्छ तर गाउँतिर बस्ने ठिक हो यार यस्तो हावापानी त आउँछ नि मेरो हात पातिसक्यो म हजुरलाई त्यहाँको मन्दिर नि त्यो हेर म त्यहाँ मन्दिरमा जान्छ नि 3 दिन हेर सबले म देखाउँछु अहिले गयो भने हिँड्न झ्याउ लाग्यो भने मेरो चप्पल चिप्लो छ नि त अनि बुटल बसेको नि धेरै भयो ओ माई गॉड यस गॉड यता चाहिँ हामी यस्तो छ कि के भन्नु यार सब रुखहरू नि डरेछ यता माथि नि यहाँ माथि नि एउटा उ छ एउटा मन्दिर छ त्यो मन्दिरमा त्यस्तो पूजा त गर्दैन वर्षमा 1-2 चोटि गर्छन् गाउँतिर भनेको मन्दिरै कि जता कसैलाई थाहा छैन भने यो चाहिँ मेरो मामा घर हो अनि यो चाहिँ स्याङ्जा वालिङ 7 वालिङ नगरपालिका वडा नम्बर 7 हो क्या फिरिसे भन्ने ठाउँ है यो चाहिँ अनि धुर्कोट भन्ने पनि देखाउँछ धुर्कोटदेखि धेरै छन् होला मेबी है ल सुनसान जग्गा धुर्कोट देखेको छैन यार मैले त देखेछु कि तिनीहरूले चाहिँ देख्दैन होला केही छैन तलदेखि देख्थ्यो क्या मलाई यति हिँड्दै पुग्यो अनि यहाँ चाहिँ बबाल ठुलो भिड छ है यो भिड चाहिँ बबाल छ कि यहाँदेखि अस्ति नै मारा ल्याएको थियो गाई गोरु के गोथालो भन्छ मारा भन्दा बुझ्दैन होला गोथालो ल्याएको थियो अनि एउटा गोरु गुल्टेर तल रोड छ त्यहाँ रोडमा सिधै खसेको थियो कि यतादेखि भन्दा उतादेखि राम्रो देख्थ्यो होला केही छैन म यसो झरेर देखाउँछु खसेको थियो थरै मरेको कि यस्तो बुम गर्दै आवाज पर्थ्यो झरेको त धेरै छेउमा नजाउँ होला म एक्लै छु होइन यस्तो छाङ्गाछुर छ मतलब त्यहाँ भिडमा जाँदाखेरि त्यहाँ यस्तै बाटो छ कि होइन तर माथिदेखि र तलदेखि हेर्दाखेरि त लास्टै देखिन्छ कि यस्तो घोडा उकालो सिधै भर्खर चाहिँ फोन आएको थिएँ मेरो भिडियो अफ कहाँ छ भन्थ्यो म चाहिँ यतै चुलातिर छु भन्थ्यो र फेरि सुरु गरौँ न त मन्दिर थियो यार तर यहाँ मन्दिरभन्दा ढुङ्गाहरूले राखेको थियो कि तर डरेर सब सकाइदिएछ यहीँ चाहिँ हुन्छ पूजाहरू होइन यो एरियामा माथि हुन्छ नि त त्यसरी यहीँ चाहिँ पूजाहरू हुन्छ कि हुन्छ होइन म गाउँ आएर झन् यार झन् कालो बस्ने ठिक म तिमीलाई एउटा
अघि मलाई आउँदाखेरि खाएको थिएँ कि आइसलु भन्ने थाहा छ भने मैले देखाउँछु हेर मा यु क्यान सी द भ्यू हो र मलाई डर लाग्छ सिधै हो कि भिरै भिर सिधै यहाँदेखि खस्यो भने नो चान्स या हल्लाहरू त थियो यार तर कोही झरेको गऱ्यो यताउति आयो झरेको भन्थ्यो के भन्दा थियो यहाँ घाँस काट्न आउँदाखेरि गरे केटी मान्छेहरू क्या मेबी है केटी भनेको जस्तो धेरै चान्स चाहिँ केटी छ केटी भन्थ्यो क्या केटी मान्छे चाहिँ घाँस काट्दा भिरदेखि खसेर आरती भएको गरे बिचराको आत्माले शान्ति पाओस् भन्दा नि अब म जन्मेकै थिएन त्यति बेलाखेरि त के शान्ति पाओस् भने हो न ओ के त हो म यो बाटो जाने लमा है यस्तो हो कि रियल लाइफमा र मोबाइलमा छुट्टै देखिन्छ नि त अनि तिनीहरू यहाँ रियल लाइफमा आएको भए त यही भन्थ्यो सत्तु जान्थ्यो खप्रै छ कि भिड फेरिमा गाउँतिर कहिले यस्तो क्यामेरा गरेर कोही हिँड्दैन नि त झप्पै अनि अहिले मलाई देख्यो भने पागल भइसक्यो सुजन भन्छ हो खाली खाली भयो यो बाटो जाने गरेँ म यस्तो अनि यो चाहिँ इनासको दिसिङकोटहरू अनि केही देखेको छैन आँखाले चाहिँ देखेको छैन मोबाइलमा झन् देखेर अनि यतातिर चाहिँ रामपुर छ अनि यतातिर कालीगण्डकी रामपुर अनि यो चाहिँ ऊ भयो अनि यता मास्तिर चाहिँ ताप्के भन्ने छन् यतातिर चाहिँ ताप्के भन्ने अनि यो चाहिँ दिसिङकोट इनासकोट पिपलडाँडा अनि उता चाहिँ क्याप्मी स्याखाम छ होइन केही देखेको छैन सब ऊ देखेको छ सेतै देखेको छ धुलो अनि कसैलाई थाहा छैन भने त्यो क्याक्मी हो क्या है मेबी क्याक्मी हो कि स्याखाममा चाहिँ टुरिज्म ऊ हो कि नेपालको एउटा टुरिज्म ऊ हो त्यहाँदेखि चाहिँ प्याराग्लाइडिङहरू गर्थ्यो पहिला तर अहिले चाहिँ गर्दैन पहिला चाहिँ गर्थ्यो त्यो नेपालले नै ऊ गरिसकेछ कि त्यो चाहिँ एउटा ऊ भनेर मा शीतल हावा छ तर ठाउँ चाहिँ यस्तो छ यति डिस्टेन्स छ यहाँदेखि यहाँ 3-4 पाइला सरे पनि म सिधै तल उयो मूल बाटोमा गए भए तर म जान्न किनकि म ठै त्यहाँ झारी नै झारी छ नि पहिला यो बाटो नि खुब हिँड्यो मारा जाँदाखेरि हामीले होइन यहाँ चाहिँ एउटा ऊ छ कि साँझ हन्टी आएको कि अनि त्यो गुडियारिले हुन्छ नि हामीले इगल मारेको थियौँ कि इगल होइन भल्चर होला ल मेरो खुमा चाहिँ कारा गरिसकेको छ चप्पलमा यो निस्कियो मारेको कि एक सटमै हेड सट हानिदिएको नि यत्रो ढुङ्गाले आएको ठुलो 3-4 किलो होइन 10 किलो जति हुन्छ भल्चर राति आउँदाखेरि हरि पनि त हाम्रो गाउँ फेरि यहाँ साँझ हन्टिङ जान्छ अहिले त गर्मी सिजन भयो कि चराहरू नि माथि बस्छन् भनेर जान्न तर जाडोमा चाहिँ वाइल्ड हुन्छ म आएँ नि म यहाँ कति रातिको 1-2 बजीतिर घर आउँछु कि म हन्टिङ गएर मजा आउँछ मामाहरूसँग हिँड्ने मारे नि नमारे नि त्यस्तै हो कि एक ठाउँ गयो कफ्लायो बस्यो जङ्गल त धेरै उठेर भ्याउँछ नि त खोजेर त्यसैले एक ठाउँ बस्यो थपक्क लाएर कुरा गर्छ के कुरा निस्किन्छ त्यहाँ होइन अनि त्यसपछि घरतिर आउने सब आफ्नो घरतिर जान्छ यस्तो छ कि तर रियल लाइफमा देखेको जस्तो त छैन होला यहाँ त औरै देखेको छ नि भिड यस्तो खतरा देखेको छ म मेरो चप्पल चिउलेर सुजन बौलाई के त शीतल हावा आउँछ कि हामी माछा मार्न भनेर वहाँ यहाँदेखि देखेको छैन कि कता गएको माछा मार्न भनेर घरि बाइकमा घरि जिपमा घरि हिँड्दै पुरा यो जङ्गल पुरै हिँड्दै जान्थ्यो अहिले त सब रहेछ सानैदेखि बहुत कि इन्ट्रेस्ट त फेरि मामाहरूसँग हिँड्नु भनेर मामाहरू फेरि त्यस्तै बेरोजगारीहरू घर थपक्क बस्यो हाम्रो घरदेखि चाहिँ जता गएँ नि म जान्थेँ कि जस्तै चोचेहरू मार्न अनि त्यो कामहरू सघाउ त्यो चोचेहरू मार्न पाराहरू गर्न
काट्न अनि त्यस्तै घरको एउटा जानुपर्थ्यो नि त घरदेखि एउटाले उयो गर्नु पर्थ्यो मासु लिन जान अनि यताउति मामाहरूले चाहिँ जाम्भान्जा भन्दै हिँड्थ्यो अनि खान्थे यताउति हिँड्थ्यो कि मामाहरू रक्सी खानुहुन्थ्यो अनि माइजूहरूले फेरि के भन्नुहुन्थ्यो तिमीलाई त्यहाँ दाइहरूलाई राम्रोसँग ल्याउने भन्दै हिँड्थ्यो कि मामाहरू पुरा वायल हुन्थ्यो बाटो नसिकिकन हिँड्थ्यो म पछि राति उहिले घर आउँदाखेरि त घस्क्याएर बस्ने जता गयो नि कि अनि त्यसपछि मलाई डर लाग्छ नि त मामाहरू डर लाउँदैन सानोमा म त हराम डराउँथेँ अनि मामाहरूको बिचमा यस्तो लुसु गरेर हिँड्दै अस्ति म उहीमा बाटै रहेनछ अहिले त पुरै उ गरेर अनि काम यस्तै हुन्छ नि गाउँहरूतिर त अब जस्तै यहाँ कसैले नयाँ घर बनाउँछ भने होइन उ गर्छन् के अरे एक दिन सहयोग गर्न जान्छन् नि त सबै लास्ट दिन फाइनलमा अनि पार्टी दिन्छन् कि घरमा त्यस्तोमा पनि जान्थेँ म आराम भाइ अब भिड ओ माई गड हो यहाँ किन तर मोबाइलमा त त्यस्तो देखेको छैन होला मार आउँदाखेरि यो भिडमा गाईहरू हाल्थ्यो अनि हामी यहाँ बस्नु कि यस्तो गुफाहरूमा बस्थ्यो भिडै भिड भाइल छ कि सिधै छ यहाँदेखि मोबाइलमा देखेको छैन तर म सिधै गयो सिधै म त यत्रो सानो त त्यस्तो तल देखेर त को देखेकै छैन होला कालो भएर माया अझै बढ्छ भिड त देखिसक्नुहुन्छ यस्तो छन् कि तर यहाँ फेरि यस्तो त्यो घाँसहरू लाउने बेलामा चाहिँ होइन पानी पर्ने सिजनहरू यस्तो राम्रो देखिन्छ यहाँ यता तलतिर नि राम्रो छ कि यता त्यो दह्रो गएर यहाँ साझै त्यहाँदेखि बढ ठाउँ छ कुनै त्यो घुम्न जाने ठाउँभन्दा राम्रो छ कि अझै तर मलाई जानु झ्याउ लाग्छ यस्तो तल झऱ्यो माथि गयो गरेर एकदम बाटो त पुरै यस्तो झऱ्यो कहाँ हुन्छ यस्तो तर ल यो बाटो नगरमा म डाइरेक्ट उता अघि नि त्यो सम्म थियो नि दादा त्यहाँ गएर भेटौँ र बाटो यस्तो छ भिडियो गरेर हिँड्नु म अहिले हुन्छ ल भजनमा अहिले हामी चाहिँ फाइनली आयौँ दारा यहाँ छ म लास्ट भाइयो नि त्यो यस्तो झारी छ मलाई देखाएन नदेखेँ अनि साँपला हानेर लास्ट भाइयो हेर न बारीहरू यार कि त हो यस्तो सब भएको छ चाहिँ यहाँ त मामाहरू छन् त्यो मामाहरूले रोपेछ अनि त्यो पारीको चाहिँ हाम्रो बारी हो थियो यस पुरा तलदेखि माथिसम्म छ उतादेखि देखिन राम्रो हुन्थ्यो होला तर त्यो बारी नै छोडिदिने अब सब बुटल छन् नि त अनि त्यसैले सब बुटल गएँ अब यहाँ चाहिँ छोडिदिने गरे भन्ने हल्ला थियो कि तर पानी पऱ्यो भने मकै रोप्ने भन्थ्यो किनकि मकै रोप्ने सिजन त गयो कि पानी नपरेर कुर्दै बसेरहेछन् पहिलोको सालमा यस्तै भएको थियो पहिलोको साल त मैले जोतेको नि यार आराम जोतेको कम गाह्रो थियो जोतेको मलाई जोत्नु नि आउँछ कसैले थाहा छैन भने मलाई सब चिज गर्न आउँछ कि गाउँघरको माथि मन्दिरमा लग्न हुन्थ्यो कि त्यहाँ सब दह्रो गएरहेछ के हेर्छु हेर्न मन जान्छु घर झगडा मलाई मामा छ यो मेरो मनको यो चाहिँ बाटो चाहिँ अहिले यो बिचको थिएन कि यता तल गाउँ छ अनि तल गाउँमा चाहिँ पानी लग्ने रहेछ नि त हाम्रो उता माथिदेखि पानी लाग्छ त्यसरी अहिले खने रहेछ कि यहाँ कुलो गराउँदाखेरि बाटो नि बनेछ कुलो भन्दा पाइप गाड्दै लग्छन् अनि त्यसरी ल यही नै हो मेरो गाउँ होइन पाल्पा हो मेरो गाउँ त मामा घर चाहिँ यही हो त्यो चाहिँ पाठो बानी गराउँछु अनि भोलि अझै राम्रो ठाउँमा लग्छु त्यसपछि झन् राम्रो गरेर लास्टमा कता न कता घरतिर यहाँ एकछिन चाहिँ यस्तो बबाल सिन आउँथ्यो नि फोटो खिच्दाखेरि त्यो पुरै बिचमा खाली हुन्थ्यो होइन अनि साइडमा चाहिँ रुखहरू यस्तो त्यो गेट जस्तै हुन्थ्यो अनि यहाँ छिम्नी यस्तो बबाल आउँथ्यो कि के गर्नु छैन
यस्तो छ भुइँमा हालत भुइँको उको गाउँका पारी हेरी यस्तो छ सेतै धुलोले केही देखेको छैन बाटो ए धन्डो खसेको यार मामु बाटोहरू चाहिँ झन् के कुराहरू छ यार त्यो मुस्ताङतिर अफरोडिङ गर्न जाने जस्तै बाटो यहाँ त्यो अफरोडिङ गर्न छ भने यता आयो भने चाहिँ यस्तो भवाल छ बाटो हिजो साँझ गर्थ्यो माथि गाउँमा मामासँग बाइकमा ए म त बाजारले जस्तो छोपेर बसेको मामालाई अब बुलेटहरू क्रस फायरहरू अनि यो अफरोडिङ गर्ने बाइकहरू चाहिँ ठिक छ कि यहाँ आउन होइन स्कुटीहरू चाहिँ नल्याए हुन्छ सिधै रिजेक्ट यो ठाउँले स्कुटीलाई त हे तर यो ठाउँ जाडोमा त खतरा हुन्छ नि पुरा यता तलतिर उ छ रामपुरहरू हुन्छ नि त्यो रामपुर हुन्छ अनि माथि के पुरै कुहिरो हुन्छ तल माथि चाहिँ केही हुन्न यस्तो बबाल देख्छ पानी पर्ने सिजनमा झन् त्यो कोदोको रोटीमा घिउ र अनि त्यो सिद्राको अचारहरू छ नि त्यो खाँदाखेरि चाहिँ झन् प्योर गाउरे हुन्छ कि मिठो म त भ्लगर त होइन तर म ल्याउँछु होला एक दिन मेरो हातपात चाहिँ अब यस्तो गरेर बोलाउँदा अब यु क्यान सी द भ्यू चाहिँ के हेर्नु भन्दाखेरि आज चाहिँ उठ्या रहेछ मामा चाहिँ म मृग झरी देखे पा काली झरी देखे पा देखाउनुहुन्थ्यो यस्तो डरेर गएको छ के होला र यार र हामी के मान्छेहरू छोड्दै गए बस्छ अनि मान्छेहरू छोड्दै गए बस्छ गाउँतिर अनि त्यो जङ्गलहरू बढ्दै गए अनि त्यसपछि त यस्तै हो डरेर लगाइदिने जङ्गल खाली हुन्छ तर फाइदा नि छ बेफाइदा नि छ अनि बिचरा त्यो जनावरहरू कहाँ गएर बस्ला तर पहिला त यो रोडहरू अनि यो जङ्गलहरू यस्तो राम्रो हुन्थ्यो कि घाँस काट्ने अनि यताउति गर्छ नि मैले एउटा चिज देखेँ तिमीलाई के हो थाहा छ यो के को रुखो भनेर यहाँ छ के को रुखो अमिलो रहेछ यहाँ के हो थाहा छैन एउटा थाहा छ भने कमेन्ट गरौँ म भ्लग गराउँदिनँ भन्थ्यो कि मेरो साथीले गाउँको देखाउनु भन्यो अनि मलाई भिडियो गरेर बस्नु झ्याउ लाउने अनि म सोचेँ कि भ्लगको लागि एउटा कन्टेन्ट नि हुन्छ त्यसैले अनि आएको म तिमीलाई मामाले यस्तो हक्का बाँसुरी बजाउनुहुन्छ त्यो नि सुनाउनुहुन्छ कसैलाई थाहा छैन भने यो घाँस छ नि यो घाँस नि खानुहुन्छ नि यस्तो अमिलो हुन्छ यसको पात हुन्छ कि अनि अहिले त रहेनछ पछि हुन्छ कि अमिलो हुन्छ होइन तर मिठो हुन्छ त्यो जडीबुटी हो भन्थ्यो क्या पहिलेको बाजेहरूले यो चाहिँ आइसल्यो जाडो ठाउँतिर मात्रै हुन्छ भन्छन् क्या अरे तर यहाँ त गर्मी लागिरहेछ साँझ चाहिँ लास्ट जाडो हुन्छ कम्बल ओढेर सुत्नुपर्छ ल यो अनि तल घरको बजाइहरू नि यतै घाँस काट्न आउनु छ अमिलो रहेछ गुलियो रहेछ पहिला हामीले यति एक कटोरा जति गराएर यसको जुस गराएर खान्थ्यौँ कि यहाँनिर रहेछ खाना परिहाल्यो गाउँमा बसेर फाइदा हो कि भोकै हुन्न नि जङ्गल हिँड्दा नि केही न केही खाएकै हुन्छ होइन हो मेरो मनको तर
त माथि माथि रहेछ हेर हाइटै पुगेन सानो भएर होला ठिक खानु न त हात पाकिसक्यो यस्तो झार हो खानु हुने भन्ने तर यहाँ राति आयो भने खरायो नि भेट्टाइन्छ कति धेरै त खरायो मारिसक्यो कुकुरहरूले ओ यहाँ तल रहेछ त्यो रुख होइन मेरो हात चाहिँ तर राम्रो रहेनछ हो किरा रहेछ म अघि गएको ठाउँ देखाउँछु यस्तो घुमेर आइली त ल अघि नै गएको चाहिँ उताको डाँडा अनि मैले हाम्रो बारी भनेर देखाएको चाहिँ यो भयो यहाँ माथिदेखि यस्तो तल गरेर यहाँ तलसम्म छ कि यहाँ तलसम्म छ अहिले छैन रोप्न छोडे यहाँ चाहिँ एउटा अनि त्यहाँ दुईवटा डाँडामा छ दुईवटा छ अनि खेतहरू उता थियो त्यो खेतहरू छोड्यो अनि यहाँ छोड्यो अब बुटल गरेर बस्यो नि सबै त्यसपछि बुटल अनि उता कि छ कि एउटा बबाल भिर यहाँ तल बबाल छ कि भिर गोरु नि देखेको छैन हेर मारा गएको यहाँ मासतिर रहेछ गोरु त अनि यता मासतिर नि गाउँ छ हाम्रो चाहिँ बिचमा पर्छ अनि त्यसपछि तल नि गाउँ छ मूल बाटो भन्दा तलको घर चाहिँ हाम्रो हुन्छ अनि त्यहाँ एक ठाउँ घर छ अनि वहाँ माथि डाँडामा छ एक ठाउँ अनि तल अनि यहाँ चाहिँ के थियो भने पहिलो बाजेहरू भएको यहाँ डाँडामा चाहिँ उ थियो अरे घरहरू थियो अरे अनि तल चाहिँ गोठ थियो अरे अनि बाजेहरू चाहिँ कुरोहरू गर्न तल झर्नु पर्थ्यो अरे गोठमा अनि पछि जुका चाहिँ भइला आउँथ्यो अरे पछि चाहिँ उता ठुलो पहिरो गयो अरे अनि पहिरो गएपछि माथिको मान्छेहरू तल झरेन गरे तल झरेपछि तल बस्न लाग्यो अरे अनि त्यसपछि अहिलेसम्म त तलै छ बाटो यस्तै छ गाडी आएकै छैन यो गाउँको गाडी छैन बेचिदियो अरे भएको नि अनि अस्ति आउँदाखेरि कम गाह्रो पाएको मामाले लिन बोलाउनु भएको मामा भ्याउँदैन भन्नुभयो अनि गाडी कुरेर बस्यो 2 घन्टासम्म अनि लास्टमा को गाडीमा आएको यो भएर मेरो कपडा त सेतै के कालो लुगा लगाएर कालो पाइन्ट त सेतै पाइन्ट भएको जुत्ता त सेतै ब्राउन कलरको जुत्ता थियो सब सेतै भएको थियो कसैलाई थाहा छैन भने मैले स्टोरी मसँग एड भएको स्टोरीमा देखेको थियो होला तर त्यहाँ चाहिँ देखेको थिएन किनकि मोबाइलको कमाल हो नि त भिडियोहरू देखेको छैन म अब यस्तो गरेर बोल्छु है मलाई झोलायो क्या खुट्टा गर्न अनि अब चाहिँ धेरै टाढो छैन यो घुम्ती पछि हामी बस्ने उयो देखिन्छ अनि यतातिर चाहिँ के देखेकै छैन पुरैमा डरेर बस्छ सबतिर कालै सेतै यस्तो छ है गाउँ चाहिँ त्यस्तो यो जाडोमा त वाइल्ड चिज हुन्छ नि यहाँभन्दा अझै उता माथि गाउँ छ माथि गाउँमा झन् यस्तो हुन्छ ताप्के भन्नेमा चाहिँ हिजो नि पुगेर आएको थियो कि यहाँ तलदेखि गएको त्यहाँ माथि त लास्ट जाडो के यहाँ तलदेखि गयो उहाँ माथि ताप्के भन्नु चाहिँ हाम्रो भन्दा माथि छ अनि यो चाहिँ हाम्रो गाउँ यो चाहिँ 2 घर हो थियो माथिको घर चाहिँ छोडेर यिनीहरू नि बुटल पोखरातिर छन् कोही बुटल छ दाजुभाइ अनि यहाँ तल घर चाहिँ छन् अनि यो चाहिँ हाम्रो घर बजेहरू छन् के घर यो छोडेको घर हो थियो घरि आएर बस्छ अनि त्यसपछि यो हाम्रो घर पछि तलको नि छ एउटा घर ठ्याक्कै तल अनि यो ठुलो घर चाहिँ माइजूहरूको अनि ठ्याक्कै यहाँ चाहिँ बिचमा थियो क्या हाम्रो घरको त्यो घर चाहिँ देखेको छैन होला त्यो भयो त्यो छोडेर गयो मान्छेहरू कहाँ थाहा भएन अनि यो चाहिँ चोचेको खोरै यहाँ बल बुङ्ग्रोहरू छन् अनि
यहाँ तलको सबसे तल देखेको घर चाहिँ यिनीहरू चाहिँ पोखरातिर छन् छोडेर गएन् अनि त्यसपछि यहाँ चाहिँ दुईटा घर छ कि एउटा घर देखेर हिँड्छ अनि त्यहाँ चाहिँ तिनीहरू चाहिँ म्याच कोही सिङ्गापुर कोही युके कोही अमेरिका कोही कता कता छन् By the way, it's my mama. यहाँ के भन्छ थाहा छ कुन केटीसँग बोल्दै हिँड्छ अरे विनोद दाई हाई भन्नु न हाई भन्नु न हाई ऊ चाहिँ मेरो एउटा सब्सक्राइबर है हेर्नुहुन्छ अरे भिडियो बेला बेला भैँसी जस्तो हाई त्यो मामाले चाहिँ बाँसुरी बवाल बजाउनुहुन्छ यार म एकचोटि हाल्छु भिडियो गाउँहरू यस्तै छ अब के गर्नु म घर नगएर इन गर्दिनँ म यतितिर इन गर्छु होइन अनि त्यो पानी पर्ने सिजनमा के होइन मम्मीले हेरिनु भएको छ यो पागललाई क्या अनि बुटलतिरदेखि बोलाइसकेछ एउटाको न्वारन छ अरे उता मदौलियातिर त्यसैले आउने होइन भन्थ्यो नाइ भने त्यसपछि तर जानु चाहिँ छिटो जाने हो 1:30 बजीदेखि स्कुल छ गाह्रो छ यार स्कुल गर्नु नि तर बाइक भएको भए कि मामाको त बाइक छ कि मामालाई नि घरदेखि जाने दिन्न कि होइन बाइक भएको भए कि होइन घुम्नु चाहिँ वेल मजा आउँछ यता यतातिर राम्रो राम्रो ठाउँहरू छन् अनि यता तलतिर भ्यू टावरहरू छन् अनि वालिङतिर त अब थाहै छ के छ वालिङतिर त सोसल मिडियामाहरूमा आउँछ यतातिरको चाहिँ त्यस्तरी आउँदैन नि त हो बिजुसा त्यसले हेरेछ त्यहाँदेखि म त हो मारा गएको म त गयो है मान्छे हो यत्रो सानो नानी छ क्या म मान्छे हो के तलतिर न गुजी आउँछ देखेकै छैन होला देखाउने र मेरो हजुर मम्मी भनिरहेछ होला म चुचेको खोरमा छु कि पानी पर्ने सिजनमा यता खतरा ठुलो पहिरो गएको नि यारमा पुरै मासतिर गाउँनीमा खतरा थर्केको नि एकछिन त म त थिइनँ कि यो यता त्यहाँ वहाँ पारी झरेको पहिरो यहाँ सनसुन त्यो गरे कि पुरै हल्लेको हराम हल्दै थियो अरे भूकम्प आए जस्तै अनि भोलि चाहिँ म जाँगर लागेन भने या यतातिर जान्छु यो डाँडा चाहिँ पुरै उ छ कि रुखै छैन होइन त्यो पारी डाँडामा रुखै छैन कि एउटा रुख छ बवाल छ थाउ छ होइन एउटा रुख छ होइन अनि छँदैन छैन नत्र भने यता तलतिर जान्छ यता तलतिर नि राम्रो राम्रो छ कि अनि यो तलको बारी नि हाम्रै हो तर उहरूले गर्नुहुन्छ अरे तलको माइजहरूले गर्नुहुन्छ अरे अनि यता सब छोडेछन् बारीहरू त सब अब विदेशतिर जाने कोही बजार चाहियो यस्तो हो कि गाउँमा नबस्नेको कारण सुरुमा चाहिँ पढाइ छैन होइन राम्रो स्कुलहरू छैन सेकेन्डमा चाहिँ अब तिनीहरूलाई राम्रो फेसिलिटी चाहियो हस्पिटलहरू नि भन्ने बित्तिकै चाहियो राम्रो राम्रो खानेकुरा चाहियो गाउँमा बसेर त्यस्तो छैन केही भइहाल्यो भने हस्पिटलतिर कति 1 घन्टा नि 2 घन्टा लाउँछ यहाँदेखि वालिङ जान त्यसैले सब चाहियो त्यसपछि अब सब बजारतिर लाग्यो भने गयो त्यो अघि बोलेको नानी आयो म कहाँ हो कि त्यहाँ हल्का देखेछ सेतो सेतो त्यो चाहिँ हिँड्ने छ हिँड्यो देखेछ यहाँ छिम्छ त्यो ठुलो रुखतिर आछ
नानी घर जा म त यता हो मलाई 12 पास गरेपछि यतै आउन मन लाग्छ घुम्न राम्रो छ नि त जाडो महिनामा पानी परेको बेलामा त यस्तो राम्रो छ पारी मम्मी मम्मी त्यो बिजु सारा बोलाउनु त्यो यता आउन लाग्छ गहिरातिर त्यसको मम्मी छैन कि यता त्यो पुरा हिँड्दैछ एक्लै उहाँ घरदेखि यता गहिरातिर आइरहेछ एक्लै मम्मी खोज्नु भनेर ल म यति भन्दै भ्लगको अन्त्य गर्न चाहन्छु त्यस्तो राम्रो त छैन कि अब मेरो बकवास भयो नि सुनेर बस्ने राम्रो नराम्रो कस्तो छ भनिदिनु होला अब के भनेर हिँड्ने गर्ने यतिकै भन्दै मेरो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु धन्यवाद ल लास्टमा भन्न चाहन्छु एकसम्म हेरेकोमा तपाईँलाई धन्यवाद छ स्वागत कमेन्ट गर्नु ल ठिक छ यो चाहिँ पार्ट 1 गरेर भोलिको 5 मिनट